यो घरहरू दामी लाग्यो मलाई। घरहरू अब भित्र जान पाउँछ पाउँदैन। अब म चेक गर्छु है, भित्र जान पाउँछ पाउँदैन। अब हेर्छौँ के हुन्छ, टिकट लाग्छ के हुन्छ त्यो मलाई जानकारी छैन। तर अहिले बाहिर घुम्दैछु म। भित्र गएपछि त्यहाँभित्र के छ म देखाउँछु तपाईँहरूलाई। यो ठाउँ पनि दामी भ्यू रहेछ, जो चौरी रहेछ। फुटबल ग्राउन्ड पनि होइन, चौरी रहेछ तर दामी ठाउँ छ। यता कन्सोल आयो भने है यस्तो चौरी रहेछ, दामी हुने है। चौरी हेर्नुहोस्। कस्तो लाग्यो त्यस्तो? एकदम यो फुटबलको यो होइन, फुटबलको हो नि। अनि रेखा त फेरि अर्कै रेखाहरू अर्कै अर्कै छ त। को यता नेपाली होटल खोज्दा खोज्दै पाएन। फेरि हामीले एउटा भनौँ न, मलाई यो होटलमै खाना खायौँ। जे जस्तो भए पनि म्यानेज गरिहाल्यौँ। फेरि घुम्दैछौँ। अब एकछिनपछि फेरि यहाँ खानै गर्ने भनौँ न, टाइम धेरै भइसक्यो। सब यो होटलमा ओ मिराज ठिक छ नि? ओके त्यहाँ बस है। निचे जाने ल आफू त्यहाँ बस्छ, म यता बस्छु। अब कहाँ बस्ने भन्ने सबैले आफ्नो सिट प्याक गरिरहेको छ यहाँनिर। एक घन्टाको लागि लिन्टो लियो उता आएर उता मन बस्नु परेन यता छैन। ए ल त ल ठिक छ। अब हाम्रो खाना स्टार्ट भइसक्यो। ठिक छ, त्यसो गर्छ ल ठिक छ। आउँछ आउँछ ठिक छ, ठिक छ। अब ठिक छ भने भन्दैन केटाहरू यार, दामी। ए ल ठिक छ। यता पनि म तपाईँहरू सबैलाई देखाउँछु, सबैलाई देखाउँछु। के खान्छ? ठिक छ, ठिक छ। मछली छैन, अरू सब छ। माछा छैन, खै त्यो आएन। ए यता आएन, यता आउनु बाँकी रहेछ। उता स्टार्ट भइसकेर दङ्गाली के छ? एकदम ठिक छ। यहाँ ठिक छ, पस्किँदैछ। ठिक छ भाइ, ठिक छ प्रेम विकेश। ल ठिक छ। अब म पनि खान जान्छु। त्यहाँ फेरि खानै आएन अरे, त्यही भएर हो कि त्यहाँ नआएको। अर्को लोटमा यता खाना आएन अरे, एकछिन वेटिङमा छन्। अब एकछिनपछि खाना आएपछि फेरि आफूलाई देखाउँछु। ल हुन्छ ल, यता आयो, म पछि आउँछु। अब यता खाँदैछन्, मेरो पनि उता रेडी भइसक्यो। अब म पनि खान्छु, त्यसपछि फेरि अरू बाँकी भिडियोहरू देखाउँछु। यता टेबलमा हाम्रो रेडी भइसक्यो। भयो भर्दै दाइ खाना थाल्यो है त। अब हामीहरू खान्छ। कस्तो टेस्टी टेस्टी थियो दाइ? एकदम टेस्ट भिडियो बना न, खाना किन खाने। खाना खाएर पनि केटाहरू उठिसक्यो। अब हामीहरू सबै हेर्नुहोस्, खाना खाएर भइसक्यो, उसले पनि भइसक्यो सबै। उता देख्ने भन्दै हुन्थ्यो, उता देख्नुहुन्छ त्यो सब्जीलाई। सब केटाले खाएर सिकाइसक्यो। अघि भन्नुहुन्थ्यो, अब भन्नु।
Daging ada ini. Kambing ada. Nasi ada. Boleh saya bawa sini ya. Diskan ini mah cukup lah. Cocok तपाईँको ini saya ingat kata cukup lah. भयो अरू केही भन्नु छ सिधै भात खाना खाइसक्यो सब्जी कति पुगेन यी खाली गरे आज हाम्रो टेबलमा छ आत्तै छ त्यहाँ त केशव र बुद्धिले मात्रै खाएको फेरि छ अझै आउन मासु छ टन्नै छ छ टन्नै होइन चाहियो भने चाहिँ टन्नै छ चाहियो केशव mau खाना टेस्टी लाग्यो है बुझि Dia bawa bapak sudu nasi. ल हजुर अब जानुपर्छ बाहिरतिर घुम्न अझै गर्न सूर्य त कम भयो कति प्लेट हान्यो 3 प्लेट मैले एउटा प्लेट मात्रै हाने अझ आत्तै छ हाम्रो खाना त त्यो टेबलमा मासु यति खायो आफूले कति हान्यो आधा प्लेट छ अब त्यो उनीहरू रोटीबाट मासु 2 प्लेट चाहिँ पुग्छ अनि आफूले हान्यो नि पुग्यो ए फुल भइसक्यो सबै केटाहरू फुल के छ भाइ खाना कस्तो लाग्यो एकदम दामी दामी लाग्यो एकदम के भन्नु छ अलिक जोरसँग है लाउड स्पिकर अब के भन्नु छ रमाइलो छ भयो सबै चिज खाना खाइयो सबैसँग रमाइलो गऱ्यो घुमघाम भयो होइन ए ठिक छ अरे गोविन्द सर अलि जोरले बोल खाना साना खाइसक्यो अनि खाना पनि ठिक ठिकै रहेछ कबाब सबाब पनि रहेछ अनि मन पर्यो मलाई चाहिँ अब सबैजनालाई होइन अब चाहिँ अब खाइयो मजाले अब रुमतिर जाने हो ठन्डा सुत्यो हो अनि हल्का रुमतिर गएर एउटा 5-12 सुत्नु पर्ला ए ल हस् हुन्छ विकेश भाइ के भन्नु छ होइन साझाको खाना राम्रो छ अब के भन्ने ठिकै छ अब सबै राम्रै छ मलाई पनि राम्रो लाग्यो अब अरुण के भन्नु छ अरुण अरुण के भन्नु छ अरू यही ए पेट फुल भइसक्यो ल राजकुमारले के भन्छ यही भन्नु छ अरू अब खानामा त सबै राम्रै थियो 1 नम्बर थियो 7 स्टार होटल थियो हाम्रो मिस्टर भाइले पार्टी दिएको हो होइन कम्पनीले पार्टी दियो भन न कहाँ मलाई पार्टी दियो त्यो कम्पनीले हो त्यो अब त्यो कुरा अल्झिन त्यो त्यस्तो गरेर यता अरू कुरा यता यता टेबलमा यता भीम भाइ के भन्नु छ भीम के भन्नु छ यो त यार डाइरेक्ट जस्तो हो यार क्याप हालेर भीम भाइ के भन्नु छ खानासँग पानी छैन मेन 1 नम्बर तर खाना दियो पानी दिएन कोकोला दिएको थियो तर पानी चाहिँ आफूले किनेर खायो त्यही भएर ल के भन्छ सुरेन अरू मेरो पनि त्यही छ अरू खाना एकदम ठिक छ बढिया छ तर खानासँग पानी भनेको अझै राम्रो हुन्छ भन्दै हो ए उनीहरू पानी किन्नु मलाई त कति 6 बोतल पानी किनेको त्यहाँ त आफैले कस्तो 6 बोतल किनेर 2 रुपियाँ बोतल दियो 5 बोतल ठुलो बोतल 5 रुपियाँ अघि पनि 2 बोतल किने सबले खाएर ऊ भुँडी फुलाएर सब आफ्नो गन्तव्यतिर लागिसके दुध पैसाले दाँत घोज्दै अझै छन् राम्रै भयो सबैले राम्रै भयो ल हस् हजुर अब चाहिँ बाहिर फेरि अर्को ठाउँ घुम्न जाने भन्दैछ त्यहाँ घुमेपछि केही भएपछि देखाउँला तपाईँहरूलाई भिडियो ल फाइनली सकुशल भएर हामीहरू रुम पुगिसक्यो है फाइनली हामीहरू रुम पुगिसक्यो अब हामीहरू रुम जाँदैछौँ